हेलो नमस्ते जय मिसी तपाईँहरू सबैजनालाई अनि वेलकम ब्याक है। र आज चाहिँ हामी चिकन बिरयानी खानु गइरहेको छौँ। सो यो फुल भिडियो हेरेर इन्जोय गरिदिनुहोस् होला। म बसिरहेको छु अन्त हाम्रो बाङा चाहिँ एकदम ध्यानसित अब सधैँकै ड्युटी मनोपल्ली दिनाले चाहिँ बिचारा के गरेको नि आउनु साथी के गरेको हौ सेमिनार चाहिँ यहाँनिर बाटो सफा गर्दैछ। दिनाले चाहिँ अब यो गर्दैछ बढाल्दैछ भन्नु नि झाडु खाल्दैछ भन न के मलाई नि पुरा यो फुलहरू यस्तो भएको हेर्नु पुरा माया लाग्छ कि अन्त उखाल्नु मन परिहाल्छ। दामी दामी रोपेको रहेछ है फुल चाहिँ। भेट्यो कतिवटा छ यिनीहरूलाई चाहिँ मसाला दिउनु पठाएको तल। गुड कम भन्यो नि त होइन ठुल्ठुलो मिठो हुन्छ कि यत्रो यत्रो निकालेको चाहिँ 6-7 वटा लेग पिस आउँथ्यो भनेको मैले चाहिँ त्यो भनेको विङ्स पो हाल्दै लास्टमा एउटा के भएको होला। आजको चाहिँ मेन कोअर्डिनेट यता हो। हामीले प्लिज नखाउँ प्रीतिका स्याटरडे खाउँ भन्दा पनि खाउँ कि खाउँ भने यता हो। यता चाहिँ उता चाहिँ कुकै ल्याइदिनुहोस्। फ्युचरमा कसैले चाहियो भने त बिरयानी कुक चाहिन्छ यता हुनुहुन्छ। बिरयानी छोरी के बनाउँछ है टप त्यो चिकन बिरयानी यता चाहिँ डोनेटर्सहरू हामी डोनेसन दिने मात्रै हामी म पनि डोनेसन दिने हो। डोनेसन प्लस उता चाहिँ एकदम मेन अर्गनाइजर चिफ प्याट्रन इभेन्ट अर्गनाइजर भनौँ कि चिफ प्याट्रन यतै हो मिस्टर शिविर राईको छोरी मिस्टर सुन्नु राई। म्यारिनेट गर्दैछ अब चाहिँ म्यारिनेट गर्दैछ होइन। यता चाहिँ एकदमै स्पिड अप हुनुहुन्छ स्पिडी नुन हाल्यो मिठो बनायो है छुनाको हातको। अब एक दिन चाहिँ विङ्सको खाउँला विङ्सको मात्रै म देखाउँछु एकनेस पुरा थुक निकाल्छु मिलो छ खाने ताप्नु न। आजको अर्गनाइजर चाहिँ पियासले गर्दा साह्रो यहाँनिर पीडित छ। पिरो बोक्रा उकाउँदै म त आँखा पोलेर ढल्न आँटेँ। म त ढले म त ढले उहिलेको उखान हो भने चाहिँ सासु ट्याप्पै नसने रहेछ। पुरा आँखा पोले सकिन। एक्टिङ गर नि तिमी चाहिँ पुरा धोका पाएको छौ अहिले। तुम मुझे खून दो मैं तुम्हें आजादी दूंगा कसको डायलग हो भन्नुहोस् होला कमेन्ट ड्रप। यो डायलग चाहिँ एकदम फेमस हो है दिना एकदम फेमस हो। यति भन्दै आजको दिनमा चाहिँ अब म के गर्नेछु तपाईँलाई देखाउने छु। फिलहाल चाहिँ पुरा मन दुख्यो मलाई किनकि दिनाले मलाई माया गर्दैन रहेछ। गाइस मेरो आँखा यस्तो पोलिरहेको छ अलिकति प्याज फ्लेम दुई थोपा आँसु। यहाँ चाहिँ हाम्रो के भो भन्छ डोनेटरहरू दुईजना तेरे मेरो भित्र रिङ्स पनि पाउँदो रहेछ। अन्त म्याडम पनि आइपुग्यो ल एउटा गाना गाइदियो न एउटा दिन। हजुर पियाज कट गर्नुहुँदैछ अब चाहिँ यहाँ हामी खाना हाल्नु आँटेको चामल हाल्नु आँटेको अघि भिजाएर राखेको थियो नि त यो के भन्छ मसला हो यो के भन्छ रोस अनि यो के भयो सिङकौली होइन उयो भन्छ यसलाई सिनेमन नेपालीबाट चाहिँ सिङकौली उयो भन्दा चाहिँ यसलाई चाहिँ दालचिनी दालचिनी अनि यो चाहिँ छोटा अलैँची धनिया यहाँ छ क्यारेटमा अब उखाल्नु आँटेको धनिया अब उखाल्नु होला। खै धनिया ल्याउनु त धनिया काट्दैछौ यसमा चाहिँ धनियामा हाल्नुपर्छ। तारिसक्यो नुन पनि लगायो हो अब यहाँ धनिया र उयो लगाउनु पर्छ
चाहिँ धनियाँ पनि त हाल्नुपर्छ ए पुदिना थियो यस्तो गर्दो रहेछ यताबाट अलिक पाकेर उम्लिँदा यो चाहिँ भाँडामा नकालोस् यसलाई चाहिँ अब आधा परिरहेपछि चाहिँ निकाल्नुपर्छ यता चाहिँ चिकनको तयारी अब यहाँ चाहिँ अग्निमा हो आगोमा अर्ग्यानिक अब आगोमा है यो चाहिँ चिकन म्यारिनेट गरिसकेको छ फ्रिजमा बत्ती पनि थिएन रहेछ यहाँ चाहिँ छ चिकन म्यारिनेट गरेको बादल सरिने यस्तो हुन्छ गाइस अर्ग्यानिक घरमा है हाम्रो गाउँ बस्तीमा चाहिँ यसरी हामी भित्रै चुला प्याज कस्तो दामी देखेको हेर नि बिना आगोमा प्याज हाल्नुपर्छ अब चिकन टर्चलाइटले बाल्नु होइन दामी बोल्दैछ नि हाम्रो आगो चाहिँ खासमा ग्यासमा पकाउनु पर्छ उसो आगोमै दामी देख्छ नि त रातो रातो बनाउनुपर्छ प्याजहरू कम्ती हल्का डढाउनुपर्छ अब हाम्रो बनिनु लागिसक्यो है अब त्यही चाहिँ मजाले खाइन्छ त्यही त सानो आगोमा यसलाई चाहिँ पकाउनुपर्छ है साथी हो मामा हाम्रो के हुँदैछ नि चल्दैछ ल पनि आधा गयो भएपछि चाहिँ निकाल्नुपर्छ निकालेको ल अब चाहिँ चुलाले निकाल्नुहुन्छ यहाँनिर कति मेहनत छ यो उयसमा चाहिँ है छुना बिरयानीमा यहाँ चाहिँ हामीले हालिसकेको छ डढै बेसी यो मासु डढ्यो चिकन हालिहाल्नुपर्छ वाउ बडा मजा आएगा मसलाहरू हाल्नुपर्छ चुलाले आगो फुकाइ यहाँ म पनि चकाउँदैछु यहाँ हामीले खाना तारेर रेडी गरिसकेको छ मगमग गनाइरहेको छ बिरयानी नै यो मसलाहरू टाकटुक तारेको चाहिँ देखाउनु पाएन नि त है छुना साह्रै हातै खाली भएन नि त सो गाइज हामीले चाहिँ चिकन बिरयानी पाकिन्जेल चाहिँ यो हामीले चाहिँ खाँदैछु चटपाटे खाल्की भएको छ आम्बो म पनि खान्छु ल सो यस गाइस अब चाहिँ हाम्रो बिरयानी अलमोस्ट रेडी हुन आँटेको छ सो यसमा चाहिँ हामीले लेयर लेयर गरेर हाल्नुपर्ने हुन्छ नि त खाना हाल्यो त्यहाँदेखि चिकन हाल्यो त्यहाँदेखि फेरि खाना हाल्यो त्यहाँदेखि फेरि चिकन हाल्यो गरेर त्यहाँदेखि त्यसको बादमा चाहिँ मजाले एकछिन राखेर चाहिँ मजाले चलाउनुपर्छ सो हाम्रो छुनाले चाहिँ त्यस्तै गर्नुहुँदै थियो सो गाइस चिकन चाहिँ यस्तो टेस्टी देखिरहेको छ आम्बो है लेख्थ्यो टक टक खाउँ जस्तो सो अब हामी रेडी भएर खाने पनि छौँ सो तपाईँहरूले मेरो भिडियो हेरेर इन्जोय गरिदिनुहोस् होला चुनाले चाहिँ चलाउनु हुँदैछ कराइमै गर्नुपर्थ्यो है अहिले त पुरा हात पो दुख्दो रहेछ हौ फोटोमा चाहिँ भिडियोमा चाहिँ लाइटले गर्दा सेतो देखिरहेको छ तर रातो भइरहेको छ भिडियोमा चाहिँ खासमा चाहिँ पुरा खामको लागिसक्यो देखाइदेऊ त दिन वाह मिठो बनायो So here is our biryani and this is our Coca-Cola.
एल्डोराको यो दिना लेग पिस उठाएर मैले खादिनँ लेग 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 मात्रै उठाउनु न खुट्टा उठाउँछ दामी छ अब ला अन्त तेरो लेग उठा लेग लेग उठा लेग ती गर्न दिनाले चाहिँ अब कोक चाहिँ अब यस्तो साह्रो दामी सार्दो रहेछ कहाँबाट सिकेको नि त्यतिखेर अहिले सिकाएको मलाई यहाँ बास 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 हाम्रो कुक चाहिँ यता हुनुहुन्छ आजको कस्तो भएछ तपाईँ आफै चाखेर भन्नु त चुना मलाई मिठो भएछ मैले नमिठो भन्नु अरूले त खाँदैन होला एग्नेस दी हाउ इज भए पनि मिठै भन्नु पर्यो भने बिरयानी टेस्टी एल्डोरा थप तर उयो भएछ क्या हल्का खालको भएछ है त्यो मैले सोचेकै जस्तो भएछ म पुरा त्यो उयो पर्दैन त्यो मलाई म पनि त्यस्तो बेसी मसला हालेको मन पर्दैन एल्डोरा कस्तो भएछ सली चाहिँ कस्तो भएछ म कस्तो भएछ म खाएर भन्नेछु तपाईँहरूलाई म पनि खाएर भनेछु मेरो भएछ मेरो एक चाप गरिदिन्छु सिम्ना हो त्योबाट शरीर चाहिँ खुट्टा पराइ तिमीलाई दामी तातो झन् दामी थ्याङ्क यू जुना मिठो पकाइदिनु भयो कस्तो भएछ लिक्च्या एल्डोरा दार्जिलिङमा क्या डल्लो हो ज्यादाको हेभिङ मेल वन ग्लास लु तपाईँ पनि खानु कस्तो भयो अन्त भन्नु ल दामी है म मिठो लाग्यो मैले अघि गरिरहेको छु अब दिनहरू यो त अब म दामी एडिट गरेर हाल्नेवाला छु भिडियो यस्तो दामी गरेर हाल्नेवाला छु म चाहिँ के भन्नु अब तपाईँहरूलाई मलाई कहिलेदेखि खानु मन परिरहेको थियो दाँतले हुँदैछ के ब्रेसेस लगाएर फर्स्ट प्रिन्टर बनाउँदाखेरि प्रीतिको भन्दा ठुलो देख्दो रहेछ दिनाको प्लेट चिलिक्कै एकको प्लेट पनि टिलिक्कै अन्ली लेफ्ट वान हड्डी सन्तोकी हुनुपर्छ छोड्नु हुँदैन मान्छे भनेको चाहिँ यस्तो हुनु पर्यो नि त होइन अन्तले साइलेन्सले बिस्तारै उडाउँदैछ दिनाले पनि साइलेन्सले दिनाले पनि पारे चिलिम अझै थप्ने थप न प्लिज बाङा छुनालाई धेरै धेरै धन्यवाद बिरयानी बनाइदिनु भयो हुन्छ खिम्डा खाटमा पर्यो बस्ला युगानिन सो हामी चाहिँ जाँदैछौँ पुरानो रोडै रोड टेक्निस दिदीलाई अन्तलाई भन्नु नि प्रीतिका त्यसरी नास भनेर कति भन्दैछु म भनेर मलाई आमाले जहिले पनि भन्नुहुन्छ है तर मेरो बानी यस्तै हो गाइस So thank you so much for watching my video. So you know the drill है लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला धेरै धेरै माया दिनुहोस् अनि मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनुहोस् अनि युट्युबलाई पनि म युट्युबको चाहिँ लिङ्कमा हालिदिन्छु प्लिज तपाईँहरूले मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् होला गयो